रवि लामिछाने भन्नुहुन्छ हाम्रा मन्त्रीहरूको समेत छानबिन गर्नको लागि हामीले आयोग गठन गरेका छौं। प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति बुझाउँदा नै स्रोत लेखिएको कलम हुन्छ के मेरो विचारमा, जहाँसम्म मलाई पनि याद छ सम्पत्ति जहाँ बुझाइएको छ त्यो स्रोत छ। नभए पनि त हामीले त छानबिन आयोग बनाइसकेका छौँ नि। छानबिन आयोगले त अगाडिबाट सुरु गर्दै छानबिन गर्दै जान्छ। हामी सबै छानबिनमा परिसक्यौँ नि। छानबिनको टिओआर जुन छ त्यसमा त हामी त परिसक्यौँ। मेरो त झन् सार्वजनिक बैंक के भन्छ स्टेटमेन्टै सार्वजनिक छँदैछ। त्यस कारणले हामी कोही पनि त्यो कुनै के अरे पब्लिक अडिटबाट पनि बाहिर छैनौँ, कुनै छानबिनबाट बाहिर छैनौँ। अरूलाई जे नियम लागू हुन्छ राष्ट्रसभाका नेतालाई त्यही हामी कोही अलग होइनौँ। अब सरकारको त आफ्नो किसिमले चल्ला, यो संसदको गतिविधि कसरी अगाडि बढ्नुपर्छ, कसरी चल्छ भन्ने कुरा संसद जसरी चल्छ मर्यादित ढङ्गले चल्छ। यसले प्रमुख जिम्मेवारी आवश्यक कानुनहरू निर्माण गर्ने, परिमार्जन गर्ने र एउटा असाध्यै एक्टिभ भएर, असाध्यै सक्रिय भएर विवेकपूर्ण ढङ्गले चाहिँ संसद अगाडि बढ्छ। हाम्रो यो अपेक्षा छ, हाम्रो टार्गेट पनि त्यही छ। अब सामान्य सभामुखले पनि यस्तै भन्नुभएको मैले सुनेको थिएँ। त्यस कारणले गर्दा यो सही ढङ्गले चल्छ। सार्वजनिक लेखा समिति चाहिँ अन्तै दिने हो कि भन्ने थियो प्रमुख प्रतिपक्षी दललाई नै होइन। एउटा कहिलेकाहीँ के हुन्छ भने संविधानको मर्मलाई हेर्नुपर्छ, अक्षरलाई होइन। यो चाहिँ प्रमुख प्रतिपक्षको हक हो भन्ने एउटा मर्म हो, यो लेखिएको होइन। त्यसले गर्दाखेरि कतिपय यस्ता चाहिँ लोकतन्त्रका आधारशिलाहरू हुन्छन्, ती आधारशिलाहरूलाई सकेसम्म विशेष परिस्थिति बाहेक त्यसलाई चाहिँ नाग्नु हुँदैन भन्ने हाम्रो एउटा मान्यता अनुसार प्रमुख प्रतिपक्षी हामी पछि जनताले पत्याएको त प्रमुख प्रतिपक्षी हो नि त। त्यस कारणले यसको हक बन्छ। मैले उपनेता चयनको यहीँबाट सार्वजनिक गर्ने है। अहिले निर्णय गर्दाखेरि छुटेको मात्रै हो। दलको उपनेता माननीय गणेश पराजुली हुनुहुन्छ है। यो चाहिँ अब धेरै तपाईँ हामी सबैले नागरिकका रूपमा समाजमा, तपाईँले पत्रकारका रूपमा, मैले पूर्व पत्रकारका रूपमा, अहिले नेताका रूपमा र समग्रमा नागरिकका रूपमा हामीले देखेका विसङ्गति व्यथितिहरू ठुलो चाङ लागेको अवस्था भएको हुनाले नै नागरिकले यसबाट बाहिर निस्किने प्रयास गरेर हामीलाई चुनेको हो। त्यसले गर्दा ती सम्पूर्ण कुराहरू खिलका रूपमा समाजमा बसेका छन्। चाहे डिस्क्रिमिनेसनको कुराकानी गर्नुहोस्, व्यथितिको कुराकानी गर्नुहोस्, विभिन्न थरीका विभेदहरूको मैले कुराकानी गरिहालेँ। यी सबै त खिल हुने होइन र। त्यस कारणले यस्ता यी खराब क्रियाकलापका खिलहरूलाई निकाल्ने वर्ष हो है यो। त्यस कारणले अलिकति धैर्य गर्नु पर्ला, अलिकति दुख्नु पनि सक्ला कसैलाई। यो एउटा समग्रतामा भनिएको हो। अन्य कुनै त्यस्तो घोचपेचको अर्थमा मैले घोचपेच गर्न पनि छोडिसकेको छु आजकल। हिजो मात्रै नेपाल सरकारले आयोग गठन गरेको छ 62 साल पछिका सम्पूर्ण नेता र कर्मचारीहरूको उच्च पदस्थको चाहिँ सम्पत्ति छानबिन गर्नको लागि हो। यो भित्र चाहिँ आफ्ना नेताहरू पनि पर्ने। बालेन शाहहरूले अस्ति देखाएको त्यो सम्पत्तिको पनि छानबिन हुने र के हो त्यसको सत्यता बाहिर आउने रवि लामिछानेले बताउनु भएको छ। यसै गरी चाहिँ अब हामीले पनि भनेका थियौँ कि यसलाई चाहिँ के हो निर्क्युल चाहिँ गर्नु पर्यो। अहिले धेरै विवाद भयो, चौतर्फी रूपमा भनेका थियौँ भने अहिले त्यही समितिले चाहिँ उनीहरूको सम्पत्ति समेत छानबिन गर्ने बताएको छ। के साँच्चै अहिले बहालवाला मन्त्री र प्रधानमन्त्रीको सम्पत्ति आयोगले निष्पक्ष रूपमा छानबिन गर्न सक्ला?